छिर्यो भनेदेखि नि त्यसको चाहिँ रिस्क तपाईँले लिनुपर्छ। यहाँ के गर्छौँ न आजसम्म आज तपाईँको प्रोपर्टी बचाएर राख्यौँ। यो प्रोपर्टी तपाईँको मात्रै होइन, यो प्रोपर्टी हाम्रो पनि हो। तर हामीले आज तपाईँ सुरक्षित राखिरहेको छौँ। आज तपाईँको फिल्डको चौकीदारदेखि लिएर तपाईँको बङ्गलोदेखिको लिएर यो फ्याक्ट्रीको पनि चौकीदार हामीले यथावत राखेको छौँ। किन भन्दाखेरि आज त्यो प्रोपर्टी त हाम्रो पनि त हो, हामीले पनि बचाउनुपर्छ भनेर। तर यति भन्दै तपाईँलाई के कस्तो लाग्छ आएर चाँडैभन्दा चाँडै मिलाउनुहोस्। आज एलसीमा जान्छु, एलसीमा भएन भने जेलसीमा जान्छु, त्यहाँबाट पनि मिलेन भने चाहिँ हामी केही पनि रूपरेखा तयारी गर्छौँ। जय स्वामी। आज जुन चाहिँ आज हामी 13 दिनको बादमा पनि आज हामी जुन चाहिँ यो मेन हाम्रो डिभिजनको जुन चाहिँ प्राङ्गणमा फ्याक्ट्री अगाडि जुन चाहिँ 2 शब्द बोल्न गइरहेको छु। कुरा चाहिँ के भनेदेखि यहाँनिर गणतान्त्रिक ढङ्गमा हामी जुन चाहिँ संविधानदेखि बाहिरको कुरोहरू मागेको छैनौँ, मागेको छौँ। हामीले हाम्रो जायज कुरा हो। जुन चाहिँ पाउने अधिकारहरू नपाउँदाखेरि आज खुदै म पनि एउटा श्रमिकको हैसियतले यहाँ बोल्नु पर्दैछ। अनि यहाँनिर तपाईहरू जस्तै हो म पनि, म यो ट्रेड युनियनको म आज प्रेसिडेन्ट नसम्झिनु मलाई, म प्रेसिडेन्ट पनि होइन। तर एउटा के भन्दाखेरि आज पक्रिने हाँगा नहुँदाखेरि हामीले त्यो एउटा सङ्गठनलाई लिएर बनिएको एउटा ट्रेड युनियन हो। आज त्यो ट्रेड युनियनमाथि पनि यिनीहरूले एउटा लालसेना लाउने काम गर्दैछ। त्यो चाहिँ हो आज 4 डिभिजन 1 भएकोलाई पनि आज यिनीहरूले विफल गराउनुको लागि आज 4 डिभिजनदेखि लिएर एउटा मर्मा जस्तो एउटा हामीसँगै संलग्न भएको एउटा डिभिजनमा एउटा जबरजस्ती हस्तक्षेप गर्दैछ। र आज त्यहाँनिर कुनै पनि हाम्रो जुन चाहिँ प्रजातान्त्रिक भनौँ कुनै पनि आज पोलिटिक्सको जुन चाहिँ ट्रेड युनियन बनिएको छ उहाँहरूले यदि टिपायो त्यहाँनिर एउटा पनि मुना टिपेर यहाँनिर ल्याउँछ भने कहीँ पनि लान्छ भने भन्नु केही छैन। तर मेन गेट चाहिँ हाम्रो यही हो, यही मेन गेटबाट छिराउनुहुन्छ होला। त्यति बेला म अगाडि आएको हुन्छु र त्यति बेला आपस्तमा आफ्नै दाजुभाइ मिसअन्डरस्ट्यान्डिङ नहोस्। किन भन्दाखेरि आज सबैको माग एउटै छ। आज यत्रो श्रमिक यो रहरले आएको होइन, यो आफ्नो माग अधिकारको लागि यहाँनिर उपस्थित छ। सधैँ यत्रो धरना दिइरहेको छ। 10 काम छोडेर आज यत्रो दिन नागा हुँदा पनि उहाँहरूको एउटा धरनालाई जागरुक राखिरहेको छ। किनभनेदेखि भोलिको दिनमा तपाईँको अगाडि यो श्रमिक चाहिँ जति बेला तपाईँले त्यो काम गर्नुहुन्छ त्यति बेला चाहिँ यो श्रमिक दललाई तपाईँ भएकोमा आउनेछ। त्यति बेला जवाबदारी तपाईँ हुन्छ। तपाईँले जतिवटा छोडिएको मागहरू छ त्यो सबैलाई फुलफिल गर्नुहुन्छ भनेदेखि भन्नु हाम्रो केही पनि छैन। तपाईँ जस्तो एउटा ट्रेड युनियन गर्ने मान्छे त आउनुहोस् न। हामी एउटा ट्रेड युनियन बनिएको छौँ भनेदेखि एउटा श्रमिकको लागि उहाँहरू जहाँनिर चाहिँ गएर सुचारू रूपले गणतान्त्रिक ढङ्गले जहाँनिर चाहिँ आज आफ्नो माग विषयले खोज्नु सक्दैन भनेर मात्रै हामी यो जग्गामा छौँ। र त्यसले गर्दाखेरि तपाईँहरू पनि आउनुहोस्, सल्लाह गरौँ, बसौँ। हामी गोर्खा जातिमा म देख्दैछु जहाँ पनि फाटो ल्याउँछ यही पोलिटिक्सले गर्दाखेरि। पार्टी पोलिटिक्स भन्ने एक जग्गा छ, हाम्रो जुन चाहिँ माग एक जग्गा छ। यो माग विषयले चाहिँ तपाईँहरू कहिल्यै पनि यस्तो खालके विफल काम नगरिदिनुहोस्। किन भन्दाखेरि आज 4 डिभिजनमा मर्मामा मात्रै होइन, मर्मामा मात्रै तपाईँले यस्तो खालके प्रेसराइज नदिनुहोस्। मर्मामा मात्रै त्यहाँनिर आएको छ भन्दिनँ म। पत्ती जुन चाहिँ फसल आएको छ कम्पनीले पनि राम्रो कान खोलेर सुनिदिनु, मालिकले पनि। किन भन्दाखेरि तपाईँको कारणले गर्दाखेरि आजसम्म यहाँनिर 4 डिभिजनको जुन चाहिँ माग छ तपाईँमाथि भनेदेखि तपाईँले बुझ्ने कुरा हो। आज यहाँनिर दुनियाँभरको यहाँनिर पार्टी पोलिटिक्सहरू लगाएर ट्रेड युनियनहरू जुन चाहिँ हाम्रो पुरानो जुन चाहिँ प्रजातान्त्रिक प्रजातान्त्रिक मोर्चाको जुन चाहिँ नेतृत्वहरूले यस्तो काम गर्दैछ कि जहाँनिर चाहिँ पत्ती टिप्दैछ। त्यो पत्ती ल्याउँदाखेरि यहाँनिर कुनै पनि हातापाई भयो। यसले गर्दाखेरि हामी कहीँ पनि जानु पर्यो सडकतिर भनेदेखि चाहिँ त्यसको उत्तरदायित्व तपाईँको रहन्छ, तपाईँले गर्नुपर्छ। किन भन्दाखेरि आजसम्म सहेर आएको हो। आज तपाईँले के गर्नु हुँदैछ? तपाईँको फसल त हामी आजको भोलि टिप्छौँ ताकि एउटा तपाईँलाई हामीले जहाँनिर बोलाउँदैछौँ तपाईँको अफिस खुल्ला छ।
तपाईँको एलसी म तपाईँहरूले पनि गर्नुहोस्। हामी त अब जान्छौँ, हामी त अब सुचारू रूपले हामीले गणतान्त्रिक ढङ्गले हामी ट्याग दिन प्रतिदिन बाहिर जाँदैनौँ। एक्टभित्र हामी छिरेको छौँ, एक्टभित्रको काम गर्दैछौँ। हामी त्यहाँदेखि बाहिरको कुरोमा गएको छैनौँ। तपाईँ पनि आउनुहोस्, बस्नुहोस्, नेगोसिएसनमा आउनुहोस्, आएर यहाँनिर समाधान गर्नुहोस्। तपाईँको भरेको भोलि हामी टिप्छौँ नि त, यो नटिप्नु भन्ने कुरा होइन, तर टिप्छौँ। तर टिप्नुको लागि चाहिँ तपाईँले होला तपाईँको कतिवटा कुरो लोड पर्नु जाला, त्यो हाम्रो माग विषयले डिमान्ड चार्टहरू जति पनि हामीले चढाएको छौँ, तपाईँको अफिसमा हामीले फ्याँकेको छौँ। तर त्यो डिमान्ड चार्टभित्र के छ, नपाउने अधिकार छ भनेदेखि तपाईँले यो पाउँदैन, यो हुँदैन तपाईँको भन्नुहोस्। तर त्यहाँनिर हामीले जायज कुरो पाउने अधिकार पो मागेको छौँ त, त्यो अधिकारमा पनि तपाईँलाई साह्रो पर्छ भनेदेखि बिस्तारै बिस्तारै एकैचोटि नसक्ला तपाईँले। तर त्यो भित्र कतिवटा कुरो दिनु त सक्छ नि त तपाईँले। अहिलेसम्म नाफा छैन भन्नु सक्दैन, यो बगानमा छ, जे जति नाफा त छ। तर त्यो नाफा दिन तपाईँ अझै पनि तपाईँ त एउटा केमा आउनु हुँदैछ भन्दाखेरि लोभमा फसिनु भएको छ। त्यो लोभमा नजानुहोस्। आज यो श्रमिकले जस्तो भोग्नु परेको छ तपाईँको कारणले गर्दाखेरि त्यो सबै नदिए पनि के कति दिन हुन्छ, कुनै डेट फिक्स गरेर त्यहाँबाट हाम्रो मागहरू पुर्दै जानुहोस् न। तपाईँको बगान त चल्ने हो नि त, चलिरहेको छ। यत्रो 4 डिभिजनलाई तपाईँले के गर्नु खोज्नु भएको, यही भन्छु म यहाँबाट। आज यहाँनिर कुनै पनि डिभिजनबाट चिया छिर्छ, तपाईँको मेन गेट यो हो, यो मेन गेटबाट चाहिँ तपाईँको यहाँनिरबाट चाहिँ छिर्यो भनेदेखि नि त्यसको चाहिँ रिस्क तपाईँले लिनुपर्छ। यहाँ के गर्छौँ के गर्छौँ न, आजसम्म आज तपाईँको प्रोपर्टी बचाएर राख्यौँ। यो प्रोपर्टी तपाईँको मात्रै होइन, यो प्रोपर्टी हाम्रो पनि हो, हाम्रो पनि हो। तर हामीले आजसम्म सुरक्षित राखिरहेको छौँ। आज तपाईँको फिल्डको चौकीदारदेखि लिएर तपाईँको बङ्गलोदेखिको लिएर यो फ्याक्ट्रीको पनि चौकीदार हामीले यथावत राखेको छौँ। किन भन्दाखेरि आज त्यो प्रोपर्टी त हाम्रो पनि त हो, हामीले पनि बचाउनुपर्छ भनेर। तर यति भन्दै तपाईँलाई के कस्तो लाग्छ, आएर चाँडैभन्दा चाँडै मिलाउनुहोस्। आज एलसीमा जान्छु, एलसीमा भएन भने जेलसीमा पनि जान्छु, त्यहाँबाट पनि मिलेन भने चाहिँ हामी केही पनि रूपरेखा तयारी गर्छौँ। यति भन्दै आजको यो सभालाई यिनै अन्त गर्छु र आजको सभा यिनै बर्खास्त।